हेलो नमस्ते सबैजनालाई। आज हामी सजिलो र छिटो तरिकाबाट चिकन फ्राई कसरी बनाउने भनेर हेर्न गइरहेका छौँ। तेल तातिसकेपछि थोरै मेथी र ज्वानोलाई राखौँ। त्यसपछि चिकनलाई राखौँ। चिकनलाई 5 मिनट राम्रोसँग फ्राई हुन दिउँ। तपाईहरु देख्न सक्नुहुन्छ चिकन हल्का रातो रातो भइसकेको छ। यसलाई हामी अझ मजाले फ्राई गर्नेछौँ। अब स्वाद अनुसारले नुन राखौँ। 2 मिनेटको लागि यसलाई छोप्दिउँ। हामीले मसलाको मिक्स पनि रेडी गरिसकेका छौँ। चिकन पनि राम्रोसँग फ्राई हुन लागिसकेको छ। तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो चिकन एकदम राम्रोसँग फ्राई भइसकेको छ। रातो रातो भइसकेको छ चिकन। अब हामी मसलाको ग्रेभी राखेर त्यसलाई राम्रोसँग चलाउँछौँ। हामीले चाहिँ प्याज टमाटरहरू सबै यो मसलाको ग्रेभीमै मिक्स गरेर बनाएको हुँदाखेरि हामीले छुट्टै राखिरहनु पर्दैन र झन्झट हुँदैन। मसला राम्रोसँग पाकिसकेपछि हाम्रो चिकन रेडी हुन्छ। ल हेर्नुहोस् त हाम्रो चिकन फ्राई रेडी भइसकेको छ। एकदम यम्मी र एकदम टेस्टी। हामीले चिकनको ग्रेभी पनि बनाएका छौँ, तर त्यसको रेसिपी चाहिँ हामी नेक्स्ट भिडियोमा राख्नेछौँ। अब हाम्रो खाना रेडी भइसकेको छ। हामीले भुजा बनायौँ, त्यसपछि त्यति करेला र आलुको तरकारी बनायौँ, चिकन फ्राई बनायौँ, चिकन ग्रेभी बनायौँ र पुदिनाको अचार बनायौँ। भिडियो राम्रो लागेमा लाइक तथा कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। भिडियो मन परेमा च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला।